कान्छी यो मेकअप के साह्रो मेकअप गरियो हैन जी मेरो मोहन ठाउँमा चर्ने हेरेर के भएको थियो के भयो ए कपाल फुलेछ नि त दिदी पुरा ग्रे हेयर आउन थालेछ नि त तपाईको फुल नि हौ बुढो भयो कपाल पनि कुन मेहन्दी लाउनुहुन्छ हौ मेहन्दी त म कुन लाउँछु यस्तो लाउँछु नि त अनि यो बक्सको मेहन्दी लाउनु हुँदैन भन्ने कुरा थाहा छैन तपाईलाई उहाँ सलनमा जानु यो ग्रे हेयर ट्रिटमेन्ट गर्नु मजाले उयो गर्नु के साह्रो अमे नि नानी मेरो सलनमा गएर कपाल ट्रिटमेन्ट गर्ने पैसा नि हुनु पर्यो नि त थोरै लिन्छ त्यहाँनेरि म यो छोराछोरी खुवाउनु कि घरको भाडा तिर्नु कि के गर्नु दिदी यो तपाईँ एक महिनामा गर्नु किन्नुहुन्छ हैन तर यसको सट्टो सलनमा गएर गर्नुभयो भने नि तपाईलाई 2-3 महिना थाम्छ नि त अनि जुमसुङ परेको छ आइया गरो आथा गरो के रे बिरामी भयो जस्तो गरो 40 नपुगिकिन जुमसुङ भएर बस्छो अन यहाँका खैरेहरू त 70 वर्षसम्म आई एम स्टिल यङ भन्छन् के साह्रो यो गति छाडे कि हो अन छाड्न पनि अलिक सुन अनि कुरा कोही दिन त घरमा अनि घट नि म जहिले घटना गर्नु ठक्कसँगले मेहन्दी लाउनु छैन र हो नि त कान्छी तिमीले मुखले भन्न सजिलो हुन्छ तिम्रो फ्यामिली पो अब उयो छ त आफ्नो आफ्नो फ्यामिली हुन्छ मैले यहाँ सुन अनि फ्यामिलीले तपाईलाई के गर्छ मेहन्दी गर्छ त अब $70-80 दिन्छ ट्रिटमेन्ट गर्न जाँदाखेरि $70-80 ले मलाई 1 हप्ता सब्जी खान पुग्छ ए लु आफ्नो प्रायोरिटी फर्स्ट हो क्या दिदी आफूलाई सेल्फलाई कहिले पनि डाउन गर्नु हुँदैन आफू सेल्फ प्रायोरिटी फ्यामिलीलाई पनि गर्नुपर्छ 70-80 रुपियाँले हामी पनि त्यही हो तर आफूलाई पनि गर्नुपर्छ क्या त्यस्तो यो मलाई मन परेन